धेरै समय पहिले एउटा सुन्दर गाउँको छेउमा एउटा ठुलो खेत थियो। त्यहाँ एउटा मुसो र मेहनती कमिलाहरूको समूह बस्थे। गर्मीको मौसम थियो। कमिलाहरू दिनभरि तातो घाममा काम गर्थे। जाडो महिनाका लागि अन्नका दानाहरू ओसारेर आफ्नो दुलामा जम्मा गर्थे। तर मुसो भने दिनभरि रुखको फेदमा सुत्ने, बाँसुरी बजाउने र रमाइलो मात्र गर्थे। मुसोले कमिलाहरूलाई जिस्काउँदै भन्यो, ए कमिला साथीहरू, किन यस्तो मरिहत्ते गरेर काम गरेको? हिँड मसँग बसेर नाचगान गरौँ, जिन्दगीको रमाइलो लिगौँ। कमिलाहरूले भने, अहिले मेहनत गरेनौ भने जाडोमा भोकै मर्नुपर्छ। तिमी पनि केही खानेकुराहरू जम्मा गरिराख। तर मुसोले उनीहरूको कुरा सुनेर हाँसेर उडायो। बिस्तारै जाडो सुरु भयो। जमिनभरि हिउँ जम्यो। अब न कतै अन्न पाइन्थ्यो न त बाहिर निस्कन नै सकिन्थ्यो। मुसोलाई असाध्यै भोक लाग्यो, तर उसको घरमा खानेकुराको एउटा दाना पनि थिएन। ऊ भोकले थला पर्यो। अन्त्यमा ऊ लुरु कमिलाको ढोकामा पुग्यो र भन्यो, मलाई माफ गरिदेऊ साथीहरू, मैले समय छँदै अल्छी गरेँ। अहिले मलाई थोरै खानेकुरा देऊ न। कमिलाहरू दयालु थिए। उनी आफूले साँचेको अन्नबाट मुसोलाई केही खान दिए। मुसोले बुझ्यो कि समयको महत्त्व बुझेर मेहनत नगर्दा पछि दुःख पाइन्छ।